भिडियो हेरिरहनुहुने सम्पूर्णमा म शिशिर बुढाथोकीको तर्फबाट नमस्कार छ। साथीहरू, म हजुरहरूलाई एउटा विषयवस्तुसँग थोरै जानकारी गराउन मन लाग्यो। यहाँहरूलाई मैले समाधिको बारेमा हजुरहरूले सुन्नुभएको छ। केही दिन एउटा भिडियो पनि भाइरल बनेको थियो, जुन चाहिँ ध्यान गर्दा गर्दै प्राण त्यागेको भन्ने कुराको भिडियो पनि बनिएको थियो। त्यो सत्य थियो कि थिएन त्यो त मलाई पनि थाहा भएन, तर म यहाँहरूलाई यो कुरा सुनाउन चाहन्छु। सुन्नुहोस् है त पहिले। नमस्कार साथीहरू, हजुरलाई यो के हो भन्ने जिज्ञासा लागिरहेको र सोधिराख्नु भएको थियो। उहाँ चाहिँ मेरो आफ्नै हजुरबाबा, मम्मीको बाबा। उहाँले चाहिँ सन्यास धर्म लिएको कारणले उहाँलाई यसरी हामीले बिदाई गर्नु परेको। उहाँले कुनै ध्यान गर्दा गर्दै खस्नु भएको होइन, उहाँ बिरामी भएर खस्नु भएको र हामीले यसरी उहाँको धर्मअनुसार बिदाई गरेको। समाधि लिने भन्ने कुरो त्यो असम्भव भन्ने चाहिँ छैन। यो पहिला हाम्रा ऋषिमुनिहरूले समाधि लिने भन्ने परम्परा थियो। यो सरल कार्य पनि होइन र नसक्ने भन्ने पनि हुँदैन। जो चाहिँ परमात्मा ब्रह्माण्डमा लीन हुन चाहन्छन् उसले समाधि लिने परम्परा पहिलादेखि नभएको नि होइन। तर आजको युगमा यो अलि सम्भव छैन। यो जुन सत्ययुगमा सम्भव थियो, द्वापर युग, सत्ययुग, त्रेतायुगसम्म सम्भव थियो, तर कलियुगमा यो सम्भव प्राय देखिँदैन। सर्वप्रथम यहाँहरूलाई समाधिको बारेमा छोटो जानकारी गराउन चाहन्छु। समाधिको अर्थ के हो त? यहाँहरूले देख्न सक्नुहुन्छ, ब्रह्म चिन्तनमा केन्द्रित हुने योग साधनको 8औं तथा अन्तिम व्यवस्था अथवा सम्पूर्ण क्लेशबाट मुक्त भई अनेक अलौकिक शक्ति सञ्चय गरिने योग साधनाको फल ईश्वर वा ध्येयको ध्यानमा मग्न हुने काम, मानसिक एकाग्रता, ध्यान, तप, साधना, योगी वा महात्माको देहत्याग, कसैको मृत शरीर गाडिएको ठाउँ चिहान। समाधिको अनेक अर्थ भए पनि मैले यस भिडियोमा योगी तथा महात्माहरूको देहत्यागलाई समाधि भनेको छु। अन्य अर्थ पनि यसको विभिन्न अर्थहरू लाग्न सक्छ। अब के भन्दाखेरि समाधि आफैमा एउटा चुनौतीपूर्ण काम हो। यो मैले पहिला पनि भनिसकेँ। जसले पाए त्यसले चाहेर पनि गर्न सक्दैन र गर्न पनि चाहँदैन। अनि अर्को कुरो, समाधिलाई कसैले चाहिँ अहिले कलियुगमा आत्महत्या पनि भन्छन्। आत्महत्या र समाधि आकाश पातालको फरक छ। यो तपाईँको यसमा तुलना गर्नै सकिँदैन, किनकि समाधि भनेको एउटा त्यस्तो कार्य हो जुन आफू ध्यान गरेर नै, ध्यानबाट नै यो आत्मालाई परमात्मामा पुर्याउन सक्नु, त्यो महानता हो। यो एकदमै चान्चुने काम, सरल कार्य भनी होइन। यसको पनि विभिन्न प्रकारहरू छन्। जल समाधि छ, त्यस्तै वायु समाधि भयो, अग्नि समाधि भयो, अनि पृथ्वीमा तपाईँको जमिनमा भित्र बसेर गर्ने समाधि भयो। यसै गरी 5 प्रकारका समाधिहरू छन्। यो देख्नलाई सरल छ तर सहज भने छैन। जस्तै हामीले भन्ने सुन्ने गरेको जस्तो सरल भने समाधि त्यति छैन, समाधि लिने भन्ने कुरो। र कसले समाधि लिने भन्ने कुरोहरूमा पनि दुविधा छ। अब मेरो विचारमा के लाग्छ भने जो व्यक्ति परमात्मामा ध्यानबाटै, आफ्नो ध्यानको शक्तिबाटै परमात्मामा लीन हुन सक्छ भने उसले समाधि लिन सक्छ। नत्र भए भने अरूले समाधि लिन सक्दैन। नत्र भने त्यो गलत प्रयास हुनेछ र कतिपयको बुझाइ जस्तै यो पनि एउटा आत्महत्या जस्तो हुनेछ। हस् त, धन्यवाद। भिडियो राम्रो लागे सेयर गरिदिनु होला र अन्य कुनै विषयवस्तुमा फेरि भेट हुने बाचासहित यहाँहरू सामु छुट्टिन चाहन्छु। धन्यवाद।